हेलो नमस्ते तपाईहरुलाई स्वागत छ आजको यो नयाँ भिडियोमा। तपाईहरुले पार्ट 1 त हेरिसक्नुभयो होला र पार्ट 2 लिएर पनि हामी उपस्थित भइसकेका छौं। तपाईहरुलाई भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला र भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। र भिडियो सुरु चाहिँ उही कोइराला दाइबाट हुनेछ। उहाँको प्रतिभालाई हामीले पार्ट 1 मा देखाउने कोसिस त गरेका थियौं तर पार्ट 1 मा पुरै देखाउन सकेका थिएनौं र उहाँको प्रतिभालाई अब हामीले पार्ट 2 मा पुरै समेट्ने कोसिस गरेका छौं। उहाँको प्रतिभा कस्तो लाग्छ त्यो पनि कमेन्टमा भन्न नबिर्सिनु होला। दर्शक वृन्दहरु एकदमै राम्रो हुनु हो भने ल अब चाहिँ हाम्रो भिडियो सुरु हुन्छ। गाइस यो यस्तै हो। ए मेरी आमा महान छौ तिमी, चिनायो संसार यो जन्मभूमि। ए मेरी आमा महान छौ तिमी, चिनायो संसार यो जन्मभूमि। 9 महिनासम्म गर्भमा राखी हुर्कायो मलाई आफू भोको बसी। ए मेरी आमा महान छौ तिमी, चिनायो संसार यो जन्मभूमि। पठायो स्कुल पढ्नलाई तिमीले, सकिन पढ्न आमा मैले। पठायो स्कुल पढ्नलाई तिमीले, सकिन पढ्न आमा मैले। भाग्यको खेल बोक्दैछु अब मेरी आमा बुझिन कहिले। मेरी कान्छी तिमीलाई धेरै धेरै चाहेथे, तिमीलाई भने कान्छी मैले दिले जान सुम्पेथे हो किन भुल्यौ भन कान्छी तिमीले। मेरी कान्छी तिमीलाई रातो साडी चोलीमा, कालो गाजल आँखैमा हो मेलैमा देखेको। लजाउँदै कान्छी तिमीले इसारा गरेको हो किन भुल्यौ भन कान्छी तिमीले। मेरी कान्छी तिमीलाई धेरै धेरै चाहेथे। हामी मिस्टर कोइरालाका प्रतिभा हेरेर अब बिस्तारै बिस्तारै उकालो लाग्दैछौँ। अब भने हामी मार्बल डाँडोतर्फ लाग्नेछौँ र मार्बल डाँडो जानुभन्दा अगाडि हाम्रो दाइसँगका केही मिठा रमाइला कुराकानी गरेर हामी उहाँसँगै अगाडि बढ्नेछौँ। कस्तो लाग्यो आजको? आज चाहिँ भाइहरू होइन, दाइहरू, दिदीहरू, बहिनीहरू, आमाहरू, बुवाहरू होइन, जो पनि हुनुहुन्छ, जसले हेर्दै हुन्छ दर्शक वृन्दहरू। आज चाहिँ हामी एकदमै एउटा सुन्दर राष्ट्रिय निकुञ्ज चाहिँ नभनौँ, एउटा क्षेत्रीय निकुञ्ज हो। यो विश्व सम्पदा सूचीमा पर्ने अथाह सम्भावना बोकेको भए तापनि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट पहल नहुँदाखेरि एउटा लोकल परे टुरिज्म अथवा स्थानीय रूपमा मात्रै पदयात्राका लागि, हाइकिङका लागि प्रयोग गरिएको छ। सुन्दरै ठाउँ, वातावरण संरक्षण, दिगो विकास लगायत होइन, वातावरणका लागि एक पाइला भनेर त्यहाँ बोर्डमा लेखिएको छ। यसको मतलब के हो भने नि साथीहरू, वातावरणको लागि एक पाइला भनेको चाहिँ हामीले एक पाइला हिँड्यो भने पनि भन्नुको मतलब साइकल चढ्ने होइन, बाइक चढ्ने, गाडी चढ्नेको सट्टा चाहिँ हामीले 2 पाइला भए पनि 1 घन्टा हिँड्यो भने वातावरणलाई एकदम स्वच्छता हुन्छ, हरियाली हुन्छ, वायु प्रदूषण घट्छ। त्यही भएर पनि एक पाइला वातावरणको लागि भनेको छ। तपाईँहरू आइदिनुहोस् के
एक पाइला भनेको एक पाइला नसम्झिनुहोस् 1 घन्टा सम्झिनुहोस् के आएको यता दिन मार्बल डाँडातिर गयो मार्बल डाँडा भनेर हामी यता कहाँको क्रसरतिर आइरह ठिकै छ केही छैन जाँदैछ कि ओहो हामी यताबाट गयो भने त जुकाले सक्छ होला है यताबाट गयो भने चाहिँ माथि रोड जाऊँ ओके फर्केर ब्याक गरेर त्यहाँबाट उतैबाट जाऊँ भाइ अब यो बाटो चाहिँ होइन छ हामी यस्तो साह्रै हरियाली छ यो चाहिँ मार्बल प्रशोधनको रहेछ यहाँनिर यहाँ देख्न सक्नुहुन्छ तपाईँले यता देख्नुभयो भने यस्तो खालको चाहिँ यहाँ संरचनाहरू अझै छ अब तर अहिले चाहिँ यो चाहिँ कहीँ काम लाग्ने अवस्थामा व्यवस्थापन नभएर चाहिँ यो यस्तो अहिलेको अवस्थामा रहेको देखिन्छ यहाँ तल पनि देखाइदिउँ साथीहरू यहाँ तल देखाउनु त यस्तो छ अहिले यस्तो छ गाइस के रे यो के मेल यता बाटो रहेन यता बाटो छैन रहेछ अब हामी फेरि परबाट ठ्याक्क घुमेर माथितिर जान्छौँ हाम्रो अफिसियल बोयले चाहिँ साइकल चलाउँदै हुनुहुन्छ साइक्लिङमा हुनुहुन्छ उहाँ चाहिँ ल राम्रो ठाउँ रहेछ यहाँ गजब रहेछ बाटो चाहिँ एकदमै राम्रो हुनु हो भने साइकललाई ठ्याक्क सही यस्तो यस्तो गर्दै गर्नु एकदम खत्तम छ यो गाइज हामी चाहिँ मार्बल डाँडा आइपुग्यो अब मार्बल डाँडा चाहिँ यही नै हो यतापट्टि चाहिँ यस्तो पुरै जङ्गल छ अनि यतापट्टि चाहिँ भाइहरू हुनुहुन्छ ल यही डाँडो हो है ल मार्बल डाँडा मार्बल डाँडो आयो मार्बल डाँडा आयो अगाडिदेखिको एउटा डाँडा पुगेपछि बल्ल अर्को डाँडा देखिन्छ भन्थे होइन हो त्यही भएर अहिले त तलको यस्तो भ्यू पनि देखिन्छ मार्बल डाँडा चाहिँ गाइज आइपुग्यो अब ठ्याक्क अलिकति मासतिर चढेपछि राम्रै भ्यू आउँछ होला सायद यस्तो चाहिँ छ मान्छेहरू यता नि बसिरहन् अब पुरै यस्तो यस्तो कालो एटेरिका ओइ चिप्लो खा त दाइ यस्तो शरीर 18,000 यता खासमा ठाउँ त यो रहेछ नि त नि गोदावरी आएर चाहिँ हामी धेरै माथि आएछौँ बेला भइसक्यो फर्किने बेला भइसकेको छ यो चाहिँ यस्तो छ अनि हाम्रो मेन सर चाहिँ यता हुनुहुन्छ उहाँ चाहिँ मेन मान्छे हो यता चाहिँ खतरा पनि भ्युज पनि खतरा देखिँदो रहेछ मान्छे पनि क्लियर आउँदो रहेछ अनि खेर यता चाहिँ यो हो अनि यो नेर चाहिँ यो कभर हल थियो अब यो चाहिँ जेएनजीको नाम लिएर चाहिँ कसले विध्वंस गर्यो थाहा छैन होइन यता चाहिँ यताको देखिएको चाहिँ यो चाहिँ हो हाम्रो यता चाहिँ हाम्रो काठमाडौँ भ्याली काठमाडौँ भक्तपुर ललितपुर यो चाहिँ हाम्रो के हो यो चाहिँ यस्तो हो उहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ ह्यान्डसम सर हुनुहुन्छ उहाँ है साह्रै राम्रो मान्छे उहाँ चाहिँ हाम्रो अफिसियल बोय उहाँ चाहिँ सुपर ह्यान्डसम म्यान अनि दिस इज वाट यु सी एन्ड दिस पानी आइदियो अहिले छ्यास हेर्नु अहिले पानी आइदियो केही छैन पानी आयो गाइज हल्का चाहिँ त्यो पानीले त अब केही नि हुँदैन अब हामी गाइज यो यस्तै हो मार्बल डाँडो यही हो गोदावरीको यता यस्तो छ हाम्रो एकजना दाइ प्रसाद कता गयो थाहा छैन जस राम्रो आइरहेछ यहाँ गाइज यस्तो बनायो जुकाले यो यस्तो छ दिस इज आवर ब्रदर बिग ब्रदर एन्ड दिस इज वान एन्ड ओन्ली ग्रेनाइट डाँडो फ्रम दिस डाँडो from this stone, this beautiful view of Kathmandu Valley is, and this Godavari, this is the Godavari region, this Fulchoki forest and national park, this side, very amazing view, scenic, greenery, amazing view. Yeah, we can see this, everything here. Yeah. Please, so busy, let's visit this डाँडो for this scenic view. Yeah, thank you. गाइज बाटो त एकदम मस्तै हो लड्यो भने पनि तलै पुग्ने हो केही छैन घिउ बाटो त घिउ गाइज बन्दै उताबाट यता फिर्किन्छ अनि हामी यसरी घुमेको
बाटो चाहिँ ठिकै छ है, यत्तिकै हो। मुरली बज्यो बनैमा कसको यो सम्झना मेरो मनैमा मनैमा। भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त धन्यवाद।